अलराइट गाइज वेलकम ब्याक टु द न्यू भिडियो अफ बस एडभेन्चर नेपाल। आइएफ सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। र आजको हाम्रो यात्रा रहेको छ पाल्पा बतासे डाँडादेखि हार्दोकसम्मको, जुन चाहिँ लगभग 13 किलोमिटर जति पर्न जान्छ। र यो जर्नी चाहिँ फोर्स ट्राभलको लास्ट सिटबाट हो। र यो जर्नी चाहिँ मात्र 50 रुपियाँको है त। यस्तो छ अहिले चाहिँ पाल्पाको माहौल, फुल क्लिन वेदर, एकदम चिल पारामा। जस्ट हिमाल मात्र देखिए होइन, नाइ भने एकदम बब्बाल भ्यू देखिन्थ्यो यहाँबाट चाहिँ। आजभोलि चाहिँ अब यो गुल्मी लाइनमा बसहरू पाउन एकदम गाह्रो हो। आजभोलि चाहिँ यो फोर्स ट्राभलर, जिप र इभी भन्दा अरू खासै गाडी चल्दैन। आजभोलि यसकै माहौल छ। बाटामा 10-15 मिनट बस्ने हो भने त 25-30 वटै क्रस हुन खोजे जस्तो गर्छ। त्यही भएर चाहिँ म पनि फोर्समै हिँड्दिएँ, बस कुर्न थालेन। सो इन्जोय द भिडियो एन्ड वाच टिल द एन्ड। भिडियोमा चाहिँ त्यस्तो खासै केही छैन, जस्ट यस्तो झ्यालबाट भिडियो मात्र बनाएको। सो इन्जोय द ब्युटी अफ पाल्पा। यो चाहिँ हाम्रो पाल्पा भैरवस्थान मन्दिर यस्तो छ। बिहानको माहौल, भिडबाट खासै छैन। र फाइनली हार्थो बजार चाहिँ यही हो पाल्पाको हार्थो बजार। धेरै ठुलो बजार चाहिँ सानो बजार हो। यहीँबाट चाहिँ गुल्मी थम्कासम्म गइन्छ र यतापट्टि साइडबाट जाने हो भने चाहिँ अर्घाहाँची गइन्छ है त यहाँबाट। सो गाइस मेरो जर्नी चाहिँ यहीँसम्मको थियो र म आएको गाडी यही हो। क्रस गइसक्यो गाडी। र यताबाट फेरि अर्को केवाइसी पनि गयो।